जमरा अनि टीका निधारमा चाहिँ लोक गायक पनि हुनुहुन्छ। खुसी उमङ्गको दियो छल्कियो टीका निधारमा टल्कियोस् दशैं। मेरो जीवनसँग मेल खाने एउटा सानो गजल। छोराछोरी सबै गाउँमा छोडिकन, बा आमा छोराछोरी सबै गाउँ। नमस्ते। नमस्ते सर। अरू के छ, खाना भयो तपाईँको? भयो। खाना खाएर अब यसो फ्रेस भइरहेको छु। तपाईँ चाहिँ कहाँबाट हुनुहुन्छ नि? म त कालीकोट पलाता 1बाट बोल्दैछु। पलाता 1 भन्दाखेरि पलाता गाउँपालिका? हजुर। वडा नम्बर 1 मतलब? वडा नम्बर 1 पुलाना गाउँ। अनि आज हाम्रो युट्युब च्यानललाई होइन कस्तो रूपमा लिनु भएको छ तपाईँ? एकदम ठिक छ होइन। म पनि मेरो सानो एउटा चाहिँ प्रयास छ होइन। हजुर सर। आज कुन लोकदोहोरी ल्याउनुहुन्छ कि देउडा भाका ल्याउनुहुन्छ कि कुनै गजल मुक्त के ल्याउनुहुन्छ? मेरो जीवनसँग मेल खाने एउटा सानो गजल वादन गर्छु। सुरु गरौँ है त? ल ओके। हेलो गाइज, हाम्रो एकजना आदरणीय दाइ हुनुहुन्छ कलम कार्की, जो उहाँ चाहिँ लोक गायक पनि हुनुहुन्छ। उहाँको चाहिँ प्रस्तुति कस्तो लाग्छ, त्यस्तै सुझाव सल्लाह र हाम्रो युट्युब च्यानल रहेको छ रविन्द्र कार्की भित्री। हाम्रो फेसबुक पेज रहेको छ रविन्द्र, फलो सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। त्यो हाम्रो दाइको प्रस्तुति कस्तो लाग्छ गाइज, तपाईँ सुझाव सल्लाह दिन नबिर्सनु होला। वेलकम। हामी हतार नगरेरै हामी भिडियोतर्फ लागौँ त। पैसा कमाउने रहरमा सकिन्छ जिन्दगी। पैसा कमाउने रहरमा सकिन्छ जिन्दगी, पर्दा आफन्तको घरमा सकिन्छ जिन्दगी। वाउ। पैसा कमाउने रहरमा सकिन्छ जिन्दगी, पर्दा आफन्तको घरमा सकिन्छ जिन्दगी। आमा छोराछोरी सबै गाउँमा छोडिकन, बा आमा छोराछोरी सबै गाउँमा छोडिकन बिरानो सहरमा सकिन्छ जिन्दगी। वाउ सर। बा आमा छोराछोरी सबै गाउँमा छोडिकन एक्लै बिरानो सहरमा सकिन्छ जिन्दगी। पैसा र हिम्मत दुवै जोगाउन नसक्दा, पैसा र हिम्मत दुवै जोगाउन नसक्दा एक चुटकी जहरमा सकिन्छ जिन्दगी। पैसा र हिम्मत दुवै जोगाउन नसक्दा एक चुटकी जहरमा सकिन्छ जिन्दगी। पर्खेर बस्नु फर्केर आउँछु भन्ने दिन, पर्खेर बस्नु फर्केर आउँदैछु भन्ने दिन, एकहोरो पर्खिने रहरमा सकिन्छ जिन्दगी। पर्खेर बस्नु फर्केर आउँछु भन्दै जानु छ एक दिन, पर्खेर बस्नु फर्केर आउँछु भन्दै जानु छ एक दिन, एकहोरो फर्किने रहरमा सकिन्छ जिन्दगी। सोचे जस्तै केही कुराहरू प्राप्त नभएपछि, सोचे जस्तै केही कुराहरू प्राप्त नभएपछि खुसी देख्नै नसक्ने नजरमा सकिन्छ जिन्दगी। खुसी देख्नै नसक्ने नजरमा सकिन्छ जिन्दगी। वास्तव यो मेरो एकदमै जीवनसँग मेल खाएको चाहिँ मैले गजल सुनाएको छु। म अर्को यो अहिले आएको नेपालीहरूको महान चाड बडा दशैँको बारेमा पनि थोरै एउटा भन्न चाहन्छु। मसँग बढी छ। हाम्रो अहिले चाहिँ विजया दशमी अन्त दसैँ आइरहेको छ नजिक, उसको बारेमा केही जानकारी, कुनै गजल मुक्त गीत लोकदोहोरी के छ भने चाहिँ हाम्रो श्रोता मित्रहरूलाई सुनाइदिनु न सर है। सर्वप्रथम त 2022 सालको यो तथा शुभ दीपावली पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु नेपाली आमा दाजुभाइ तथा दिदीबहिनीहरू लगायत शिक्षक विद्यार्थी सम्पूर्ण मेरो तर्फबाट एकदम हार्दिक मङ्गल शुभकामना व्यक्त गर्न चाहन्छु। मैले सानो एउटा चाहिँ दसैँ विशेष आएको छु, सुनेर साथ दिनु होला, धेरै माया गरिदिनु होला। अनि म यस्तै पनि प्रतिभार फेरि लिएर तपाईँहरूमा आउनेछु। म अहिले सुरु गर्छु है। सुरु गरौँ सर? ल ओके सर। हर्ष खुसी उमङ्गको दियो छल्कियोस् दशैँमा, हर्ष खुसी उमङ्गको दियो जमरा अनि टीका निधारमा टल्कियोस् दशैँमा, हर्ष खुसी उमङ्गको दियो छल्कियोस् दशैँमा, जमरा अनि टीका निधारमा टल्कियोस् दशैँ। यसपालि यति धेरै खुसी मिलोस् कि तपाईँहरू सम्पूर्ण दाजु दिदीबहिनीहरूलाई, यसपालि यति धेरै खुसी मिलोस् कि तपाईँहरूलाई कि खुसी पनि भरिएर छल्कियोस् दशैँमा,
के खुसी पनि भरिएर छल्कियो दसैँमा। हस्त धन्यवाद, नमस्कार। च्यानलको बारेमा तपाईँहरू के भन्न चाहनुहुन्छ? हाम्रो फेसबुक पेज रविन्द्र कार्की। प्रथम त म अहिलेको यो आधुनिक अनलाइन जमानामा हाम्रो एउटा भाइले चाहिँ खोल्नुभएको छ फेसबुक युट्युब च्यानल। त्योलाई एकदमै सबैले लाइक सेयर सब्सक्राइब गरेर साथ दिनु। त्यसमा पनि सम्पूर्ण श्रोता मित्रहरू हुनुहुन्छ, तपाईँहरू जुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यही ठाउँबाट तपाईँ हाम्रो माया गरिदिनु। दुःख भुलाउन कलम रोजे, कलम कहानी भयो जिन्दगी। दुःख भुलाउन कलम रोजे, कलम कहानी भयो जिन्दगी। लेख्दै विगत भुलाउन कलम रोजे, कलम कहानी भयो जिन्दगी। दुःख भुलाउन कलम रोजे, कलम कहानी भयो जिन्दगी। लेख्दै विगत भुलाउन कलम खोजे, कलम कहानी भयो जिन्दगी। रच्न खोजे होइन मनको भावनाहरू मात्र कोरेको। महाकाव्य रच्न खोजेको होइन मनका भावनाहरू मात्र कोरेको हो। लेख्दा लेख्दै गहिराइमा डुबे, कलम कहानी भयो जिन्दगी। हरेक पाइलाहरूलाई गल्ती सम्झी सच्याउनु छ अब। हरेक पाइलाहरूलाई गल्ती सम्झी सच्याउनु छ अब। चलाउँदै गर्दा कलम सारा पीडाहरू कपीमै समर्पण गरेको छु। चलाउँदै गर्दा कलम सारा पीडाहरू कपीमै समर्पण गरेको छु। ठग्नै सकेन फेरि गजल लेख्न, कलम कहानी भयो जिन्दगी। ठेला पनि दुखेनन् मध्यरातमा कलम, हातका ठेला पनि दुखेनन् मध्यरातमा कलम कापी सुमाउँदा। पुरा जिन्दगी स्वतन्त्र रूपमा जिए, कलम कहानी भयो जिन्दगी। हस्, धन्यवाद। म छुट्टिन चाहन्छु। ल हस्, वेलकम। ल फेरि पनि हामी तपाईँहरूको बिचमा उपस्थिति भइरहने छु सर। आजको लागि हामी यो मिठो शब्द तपाईँहरूको कलाकार क्षेत्रका सम्पूर्ण कलाकारहरू मित्रहरूलाई स्वागत छ, राम्रो छ भन्न चाहन्छु। हस्, हामी अब छुट्यौँ। फेरि अर्को हाम्रो भेटमा फेरि हाम्रो अर्को भेट गर्दै गरौँला। ल हस् सर है।